पछिल्लो 1 महिनादेखिको हाम्रो 5 पोखरी घुम्ने योजना अन्ततः फाइनल भएको छ। यसै पनि हामी यस ठाउँबाट टाढा जाँदा हजारौं यादहरू साथ लिएर जानेछौँ। 5 पोखरीको त्यो चिसो मौसममा फेरि पनि एकपटक रम्ने मौका जुरेको छ। Coffee still steaming. हामीले 5 पोखरीको यात्रा गर्दा देउरालीमाथि धुखाङसम्म आफ्नो सवारी मोटरसाइकलमा जान सकिन्छ। धुखाङ आफैमा पनि एक परिचित नाम हो। गुफाभित्र अत्याधिक अँध्यारो भएको कारणले गर्दा हामीले भिडियो भने खिच्न सकेनौँ। अरू कुनै भिडियो एपिसोडमा हामीले ढुकाङ गुफाको छुट्टै भिडियो ल्याउने प्रयत्न गर्छौँ। त्यसपछि चाहिँ हामी यो 5 पोखरीको यात्रा गर्नेछौँ। हामी 4 जना छौँ। एकदम रमाइलो हुनेवाला छ। आज एकदम एक्साइटेड हुनेवाला छ। हामी एकदम रमाइलो गर्छौँ बाटोमा। जति हामी रमाइलो गर्छौँ त्यति हाम्रो बाटोको यात्रा चाहिँ छुट्टीको जस्तो अनुभव हुन्छ। अहिले त अब धेरै माथि ढुक्काङसँग यातायात आउँदो रहेछ। अब अहिले हामी यहाँ चिया खाएर ढुक्काङमा, त्यसपछि टुपी डाँडामा गएर खाना खान्छौँ र बेलुका नोर्सेममा गएर हाम्रो बास बस्ने योजना छ। भोलिपल्ट हामी चाहिँ 5 पोखरीमा जान्छौँ। 5 पोखरी हेरिसकेपछि भ्यू पोइन्ट गएर पनि त्यहाँको भ्यूको भिडियोहरू हामीले खिचेर आउने हाम्रो तिम्रो उज्यालो हुन्छ त भित्र? फ्ल्यासलाइट छ हैन? मोबाइल छ। उकालो उकालो घाम नलाग्ने ठाउँ र त्यस्तै हुने हो भने त जाने। डुखाङमा हामीले हाम्रो सवारी साधन पार्क गरेर हामीले केही नास्ता गर्यौं र केही समय त्यहाँ आराम गरेपछि त्यहाँबाट हामी आफ्नो गन्तव्यतर्फ लाग्छौं। पैदल यात्रा त्यो भलाकुसारी गर्ने एक माध्यम हो जहाँ यात्रीले संसारभरका कुरा एकअर्कासँग मन खोलेर गर्दछन्। विगतका दिनहरूमा म धेरै पटक 5 पोखरी गए तापनि यो पटकको यात्रामा भने अलि छुट्टै किसिमको भएको अनुभूति मैले पाइरहेको थिएँ। हामी चाहिँ 5 पोखरी गइरहेछौँ। अनि अहिले यता डुखाङबाट यता आएपछि यो तेर्सोमा आइरहेछौँ जङ्गलमा। अब केही टाइममा यतापट्टि खोलामा पुग्छौँ। खोलाबाट उता चाहिँ उकालो छ, घाम पनि लागिरहेछ, अलिकति गाह्रै होला। अनि हामीसँग 4 जना टिम हुनुहुन्छ सरहरू। रमाइलो भइरहेछ। अहिले यो हिउँदको महिनामा आउनुको कारण नै चिसो चाहिँ अलिकति चिसो हुन्छ, तर हिँड्न चाहिँ एकदमै बवाल मजा हुन्छ। पानी छैन कतै पनि हुँदैन। र यहाँ आउँदाखेरि चाहिँ तातो पानीको लागि थर्मस प्लस तातो तातो कपडा र जुत्ता चाहिँ ट्रेकिङ सुज चाहिँ बिर्सिनु हुँदैन जस्तो लाग्छ मलाई। शान्त र सुन्दर वनजङ्गलको बीचमा कलकल बोकेको पानीको आवाजले मन मस्तिष्कलाई प्रकृतिसँग जोडिरहेको थियो। पहाडको छेउमा शान्तिको सन्देश, पानीमा प्रतिबिम्ब सपनाको देश, हरे छा बरु यो भित्रको चाहिँ छराइ फाल्ने जस्तो लाग्यो। मैले फालेर पनि अझै गर्नु छ। एकदमै गर्मीहरू उकालो हिँडेको। अब टुपी डाँडा पनि नजिकै आइसकेको छ। स्याउ ल्याएको थियो। स्याउ फुटाएर खाएर अलिक शीतल भयो एकदमै। अब यो उकालो कड्न चाहिँ सहज हुन्छ जस्तो लागिरहेको एकदम होइन? सहज हुन्छ, नजिकै हो। अब 20 मिनट जतिमा आइहाल्छ। 5 पोखरी मेरो मुटुको गीत हो। उकालो हिँड्दै गर्दा हामीले बाटोमा निमासिङ्गी दाई भेट्छौँ। उहाँ चौरी गाईहरू लिएर बेसीतर्फ झरिरहनु भएको रहेछ। हामीले बेलुका उहाँकै होटलमा बस्ने निर्णय गरेका छौँ। पुग्छ होला नि बेलुकासम्म। साँझसम्म पुग्यो भने हामी यहाँ खाना
अहिले हामी टुपी डाँडा स्थित ब्रह्मदोगाङ होटल हाम्रो छिरिङ दाईको होटलमा आइपुगेका छौँ। अब हामी यहाँ अलिकति खाना खाएर यहाँबाट त्यहाँ निस्किन्छौँ। अनि यहाँ छिरिङ दाईको नम्बर पनि ड्रप गरिदिन्छु स्क्रिनमा, तपाईँहरूले यो हेरेर चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ है त। यही अब ब्रह्मदोगाङ टुपी डाँडा होमस्टेको सञ्चालन अब गरिरहेको छु र अब देश विदेशमा सबै अब तपाईँको आफन्तजन सबै साथी मित्रहरू पाँचपोखरीमा पाल्नुहुन्छ भने टक्क सम्पर्क गरेर आउनु होला। मेरो टक्कै यही ब्रह्मदोगाङ टुपी डाँडा होमस्टेमा वेलकम छ तपाईँहरूलाई। के छ तपाईँको सुविधा यहाँ मेरो तपाईँहरूलाई त्यही अब चिसो महिनामा तपाईँको तोङ्बा झैँगुटे तपाईँलाई होइन धेर खुकुराम के चाहिन्छ सबै सुविधा हुन्छ। बस्नको सुत्नको लागि लागि तपाईँहरूलाई अब एउटा बेड दुईवटा बेड भएको तपाईँको एट्याचवालाहरू पनि टक्क छ। तपाईँको लगभग भेलाइमा बुक गर्नुभयो भने तपाईँहरूलाई एट्याच रुमहरू भएको टक्क पाइन्छ। तपाईँको नम्बर पनि भनिदिनुहोस् त। मेरो 98 63 54 88 29 मा तपाईँहरूले सम्पर्क गरेर तपाईँको बुक गर्न सक्नुहुन्छ। यसमा बेलायमा बुक गर्नुभयो भने तपाईँहरूलाई एकदम सजिलो हुन्छ। बिहानको खाना हामीले ब्रह्मदोगाङ होटलमा खाने निर्णय गर्यौं। खानामा पाँचपोखरीकै भोताङमा उत्पादन गरेको लोकल आलु साग र मासको दालसँग खाना खानेवाला छौं। जाडो मौसममा पाँचपोखरी यात्रा गर्दा चिसो लाग्ने सम्भावना धेरै हुन्छ, तर घाम चर्किरहेको बेला उकालो बाटो हिँड्दै गर्दा हामीलाई गर्मी भइरहेको थियो। हामी अहिले टुपी डाँडामा बिहानको खाना खाइरहेका छौँ। खाना खाएर आराम पनि गर्छौँ। अनि त्यसपछि नरसिंहपाटी गएर बस्ने योजना छ। अब पुगिन्छ कि पुगिन्न, कतिको हिँड्न सकिन्छ है। केटाहरू त एकदम कडा छन्, बुढाहरू पनि एकदम कडा छन्। महरू पार्टी पुग्ने योजना छ। अहिले छिरिङ सरकारमा अघि नै पनि भनिसकेका छौँ। बस्न खान एकदम सुविधा राम्रो छ। तपाईँहरू आएर यो ठाउँमा बस्नुहोस्, खानुहोस्, अनि त्यसपछि बिस्तारै यो उकालो लागेर तपाईँ नरसिंहपाटी हुँदै पाँचपोखरी पुगेर पाँचपोखरीमा गएर हेरेर फर्किनु भयो भने एकदम आनन्द आउँछ। पहाडै माथि उक्लिँदा तिम्रो नाम मात्रै बोले खाना खाएर हामी हाम्रो बाटो लाग्छौं। यस ठाउँमा सयौंको तादादमा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको पाइन्छ। ब्रह्मदोगाङबाट हामीले बास बस्ने निर्णय गरेको नोसेमपाटीसम्म पुग्नको लागि करिब 4 देखि 5 घण्टा लाग्दछ। आँखा बन्द गर मुठुमा हेर तै छस् हामी एकअर्काको दुःख सुखको सन्दर्भमा भलाकुसारी गर्दै अगाडि बढ्दै गर्दा बाको कटेको पत्तै भएन। भर्खर कोपिला लाग्दै गरेको लाली गुराँसको त्यो दृश्य हेर्दै तुसारो परेको बाटोमा लौरोको सहायता लिई अगाडि बढिरहेका छौं। झ्यालै बाटै हेर्योस् कि भनेर फुलेका गुच्चा गुल भने चाहिँ कहाँनिर यही भनेर मैले त हातमाटे भन्ने टाङ्गु पो रहेछ। हामी ताङ्गु खर्क हुँदै नोसेमपाटीतर्फ अगाडि बढिरहेका छौं। हाँसी मजाक गर्दै प्रकृतिसँग रम्दै हिँड्नुको पनि जीवनमा छुट्टै मजा छ। पाँचपोखरी स्वर्गको पाँचपोखरी जाँदा कसैलाई बास बस्न पाइने नपाइने, खाना खान पाइने नपाइने भन्ने छैन रहेछ। हाल पाँचपोखरी जाँदा आधा घण्टा 1 घण्टाको दूरीमा प्राय जसो होटेल भेटिन्छ। पाँचपोखरी मेरो मुटुको गीत। पाँचपोखरी जाने बाटोमा तीर्थयात्रीहरू भनौँ, जो ट्रेकिङ गर्ने महानुभावहरू हुनुहुन्छ, उहाँहरूले यो बाटोमा अहिले हामी यहाँ ताङ्गु खर्कसम्म आइपुग्दा प्लास्टिक जन्य फोहोरहरू बाटामा देखियो। यो चाहिँ सबैले आफूले प्रयोग गरेपछि आफ्नो खल्तीमा हालेर
ठाउँ ठाउँमा डस्टबिनहरू राखिएको छ। डस्टबिनसम्म राखिदिनलाई मैले सम्पूर्ण यहाँ पाल्नुहुने महानुभावहरूलाई मैले अनुरोध पनि गर्छु र यो संरक्षण प्रकृतिलाई संरक्षण गर्न सकेदेखि यो यहाँको भविष्य असाध्यै उज्जवल छ र सबैलाई भलो हुन्छ, राम्रो हुन्छ। त्यही भएर यो सरसफाइमा ध्यान दिउँ भन्छु। यस स्थानमा मुख्यतया ढुवानीको लागि खच्चड तथा चौरीको प्रयोग गरिन्छ। कति मिटर हाइटमा आइयो छ हेरियो यो कताको Take it slow. You don't have to rush this time. Let the morning find. कति उनीहरूले हामी सामाजिक प्राणी जस्तो दुईटा कुकुरहरू भोताङदेखि हामीलाई सँगै पत्याउँदै आएका हुन्। हामी सायद 5 पोखरीसम्मै लान्छौँ होला उहाँलाई। Running for too long. You can rest here. You can rest. You can rest here. Take it slow. जाउँ त अब के हान्छ धमाउनु नि यार। पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर 3 अन्तर्गत रहेको पाँचपोखरी जाँदा बाटोमा पर्ने ताङ्गु खोला पुल जुन चाहिँ बाढीको कारणले गर्दा एकदमै जोखिममा देखिन्छ, जसमा अहिले अलि धेरै नै भिरालो भएर काठ ठोकेर हिँड्ने व्यवस्था गरेको रहेछ। र हामी दिउँसोको करिब 2 बजे ठ्याक्क ताङ्गु खोला पुल आइपुगेका थियौँ। Your bones. Take it slow. You don't have to stand alone. You're allowed to come undone. You can stay here. You can ताँगु खोला पुल जहाँबाट हिले र पाँचपोखरीको बाटो छुट्दछ र ताँगु खोला पुलबाट माथितिर रातो माटे भनेर चिनिन्छ। keys on the counter. उकालो चढ्दै गर्दा रातो माटेमा चिया खाने सल्लाह भयो र चिया खान बस्यौं। आराम गर्दै गर्दै जाँदा पनि करिब 6 बजेसम्म नोस्याम पार्टी पुगिन्छ भन्ने हामी ढुक्क थियौं। 5 पोखरी मेरो मुटुको गीत। पाँचपोखरी क्षेत्र जैविक विविधताको दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। यहाँ विभिन्न प्रकारका वनस्पति, जडीबुटी र वन्यजन्तु पाइन्छन्। जंगलमा गुराँसका रुखहरू, विभिन्न प्रजातिका चराहरू तथा दुर्लभ जनावरहरू पनि भेटिन सक्छन्। यहाँ पाइने दुर्लभ जनावर मध्ये रातो पाण्डा पनि एक हो, जसले यस क्षेत्रको जैविक महत्त्वलाई अझ बढाएको छ। हिमाली दृश्यले यसको प्राकृतिक आकर्षण बढाएको छ। हामी अहिले चोकर डाँडा आइपुगेका छौँ। छिरिङको को धेरै ठाडो उकालो बुहारी हो हैन। बाटो चाहिँ एकदम सहज छ है। बाटो एकदम सहज छ। तपाईहरु यो चोकर डाँडा आएर बस्न पनि सक्नुहुन्छ। कति राम्रो छ, तर एकदम ठाडो उकालो। है ज्यान मुटु नै निस्किँदो रहेछ। मेरो चाहिँ कलेजो निस्क्या भन्छु नि एकचोटि देखाइदिउँ। मेरो कलेजो त तलै रहेछ। चोकर डाँडामा केही समय विश्राम लिएपछि त्यहाँबाट देखिने मनोरम दृश्यहरूलाई अवलोकन गर्दै हामी फेरि उकालो चढ्न थाल्छौँ। शान्त वातावरण र कम भिडभाड भएको ट्रेकिङ मार्गले यहाँको यात्रा अझ सुखद र अविस्मरणीय बनाउँछ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विशेषताहरूलाई एकै ठाउँमा अनुभव गर्न सकिने महत्त्वपूर्ण स्थलमध्ये एक हो पाँचपोखरी। यस क्षेत्रको वातावरण अत्यन्त शान्त र स्वच्छ छ। हेलो एभ्रिवान, अहिले चाहिँ बेलुकीको 3:30-4 बज्न लागेको छ र हामी अहिले आइपुग्यौँ तापखर्क। चोकर डाँडाबाटको उकालो कम्प्लिट गरिसकेपछि हामी तापखर्क आइपुग्यौँ। अब चाहिँ नोस्याम पार्टी चाहिँ यहाँबाट 1 घण्टाको मात्र बाटो छ। आजको बाटोमा हरेक थोपा कविता। 5 पोखरी
स्वर्गको अहिले चाहिँ हामी तापखर्क आइपुगेका छौँ र तापखर्क चाहिँ 3400 मिटरको हाइटमा रहेछ। सङ्गीत हो पाँच पोखरी मेरो मुटुको गीत हो। सहरको भिडभाड, कोलाहल र प्रदूषणबाट टाढा रहेको यस ठाउँमा पुग्दा मानसिक शान्ति अनुभव गर्न सकिन्छ। यहाँको स्वच्छ हावा, प्राकृतिक वातावरण र हिमाली शान्तताले पैदल यात्रुहरूलाई विशेष आनन्द प्रदान गर्दछ। यही कारणले धेरै मानिसहरू पाँच पोखरीलाई ध्यान, अध्ययन वा प्रकृतिसँग समय बिताउने उपयुक्त स्थानको रूपमा पनि लिने गर्दछन्। आज नोस्याम पार्टीको नेमासिङ्गी तामाङ दाइकोमा बास बस्छौँ। भोलि बिहानै चाँडै उठेर हामी आफ्नो गन्तव्यतर्फ लाग्छौँ। बाल पुगेको नि मजारै भयो नि त। जानकारी ब्लक 3 घण्टा पुगिन्छ भनेको त जानकारी भलो बोल्छ पानीसँगको सङ्गीत हो। बिहान नोस्याम पार्टी पुग्दा हुसु लागेर वरपरको केही नदेखिने अवस्था थियो। त्यसैले हामीले नोस्याम पार्टीदेखि पाँच पोखरीसम्म त्यति धेरै भिडियोहरू बनाउन सकेनौँ। तर हामी पाँच पोखरी पुग्दा भने छर्लङ्ग घाम लागेको थियो। समुद्री सतहबाट 4100 मिटरको उचाइमा रहेको पाँच पोखरी इन्द्रावती नदीको शिर पनि हो। पाँच पोखरीको विशेष आकर्षण भनेको पाँच पोखरी मन्दिर हो। यस मन्दिरको पनि एक आफ्नो छुट्टै कथा रहेको छ। भनिन्छ 2325 वर्ष पहिले घुम्दै फिर्दै बुम्बा रुवा वाइबा नामक प्रख्यात शिकारी हाल मन्दिर भएको स्थानमा पुग्दा उनले आफ्नो अगाडि धान खेती गर्दै गरेका केही मानिस देखे। यस्तो हिउँ पर्ने स्थानमा धान खेती गर्ने को रहेछ भनी बुझ्न ती शिकारी अगाडि बढ्दा शिकारी वाइबालाई देखेर ती मानिस र तिनका खेताला त्यही ठाउँमा अलप भएका थिए। भनिन्छ ती खेती गर्ने मानिस अरू कोही नभएर भगवान महादेव थिए। अनि त्यसै शिकारीले यस्तो स्थानमा धान खेती गर्ने पक्कै भगवान महादेव नै हुनुपर्छ भन्ने अनुमान लगाएछन् र त्यतिखेर आफ्नो शिकारी कुकुरको घाँटीमा बाँधेको घण्टी त्यहाँ बाँधेर सोही स्थानमा मन्दिर बनाएको रहेछन्। आज यस मन्दिर 2325 वर्ष पहिला शिकारीले कुकुरको घण्टी फुकाएर बाँधेको स्थानमा रहेको छ। पाँच पोखरी मेरो मुटुको गीत हो। यो बाटो भएर अलिक गाह्रो भइरहेछ। सर गाह्रो भयो, कति गाह्रो भएको छ? एकदम हाई अल्टिट्युडका कारण एकदम गाह्रो श्वास भइरहेछ। सायद पुगिन्छ होला माथि 1 घन्टामा। रमाइलो चाहिँ एकदम भइरहेछ है। के गर्ने अब हाइट आउँदाखेरि अक्सिजन कमी त हुँदो नै रहेछ। भए पनि हामी चाहिँ पुग्छौँ। हेलो एन्ड गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ हामी पाँच पोखरी आइपुगेका छौँ। हामीले विविध प्राविधिक कारणले गर्दाखेरि नोस्याम पार्टीबाट पाँच पोखरीसम्म चाहिँ रेकर्ड गर्न पाएनौँ। तर पनि जाने बेलामा फर्कने बेलामा बाटोका केही फुटेजहरू हामी देखाउनेछौँ। लौरी बिनादेखि हरेक ठाउँको फुटेजहरू हामी हजुरलाई देखाउनेछौँ। र अहिले हामी 4100 मिटरको हाइटबाट 4200 तर्फ लागिरहेका छौँ। यसमा तपाईँले भन्नु के छ? एकदम नेचुरल छ, प्रकृतिले दिएको यो उपहार हो यो पाँच पोखरी। 5वटा पोखरी तपाईँले देखिसक्नुभयो। सबैभन्दा ठुलो सूर्यकुण्ड यहाँ छ। तपाईँहरूलाई म चाहिँ यो पर्यटकहरूलाई अहिले पछिल्लो समयमा एकदमै पाँच पोखरी प्रचारमा आइरहेकोले तपाईँहरूलाई यहाँ आएर महादेवको दर्शन गरिदिन र आफ्नो मनोकामना पुरा गरिदिनु भनेर पनि म चाहिँ अनुरोध गर्न चाहन्छु। बाटो धेरै गाह्रो छैन। तपाईँको अहिले डुकफाङसम्म चाहिँ मोटरसाइकल आउँछ। त्यहाँ राखेर तपाईँले बिस्तारै नोस्याम पार्टी आएर पाँच पोखरी आउनु सक्नुहुन्छ। अहिले हामी भ्यू पोइन्ट जाँदैछौँ। तपाईँहरू आएर पनि भ्यू पोइन्ट जानुहोस् र यहाँ हेरिदिनुहोस् भन्न चाहन्छु। इतिहास, धर्म,
प्रकृति र श्रद्धाको सङ्गम पाँच पोखरीमा प्रत्येक पोखरीका आफ्नै मौन कथाहरू बलियो भएर अडिएका छन्, जहाँको नीलो पानीमा शान्तिको प्रतिबिम्ब स्पष्ट देख्न सकिन्छ। भित्र मुटु भकभक भइरहेछ, फोक्सो फुलेर यत्रो भइरहेछ। यो उकालो चढ्दाखेरि भ्यू पोइन्ट जान त ज्यानै जाला जस्तो भइरहेछ। त्यही भएर रिल्याक्समा 5 स्टार होटलमा यस्तो ठाउँमा, यति मनमोहक ठाउँमा त कहाँ सुत्नु पाउने, यो त स्वर्गै हो नि। यो हो नेपालको 25 वर्ष पहिला अगाडि यस्तै सिकाएर खेल्दाखेरि उहाँ बाजे चाहिँ तल अहिले माथि मनी भनेको छ, त्यो मनीबाट चाहिँ तलदेखि गएर पुरै शिवजीको परिवार चाहिँ धान रोपेको देख्नु भइरहेछ अरे। अनि त्यहाँबाट यता हेरेको त 5 रुपियाँ पनि देख्नु भयो अरे उहाँले। अनि यस्तो हिमालको पनि कस्तो चाहिँ यस्तो मान्छे रहेछ, मनोहर रहेछ भन्ने चाहिँ उहाँले बाजेहरूले चाहिँ सिटी मार्नु भयो अरे। सिटी मार्दाखेरि चाहिँ अब सबै परिवार भगवान्को परिवार चाहिँ माथि कुनामा लुक्नु भयो अरे सबै। हजुर मन्दिर भयो। त्यहाँबाट तल आएर हेरेको त कोही छैन अरे बाजेले। अनि बाजेले त्यो कुकुर घन्टी खोलेर त्यहाँ उता ढुङ्गामा भन्यो, हजुर मन्दिरमा बनाउनु भयो, भनेर राख्नु भइरहेको थियो ढुङ्गामा। सर यो उकालो चाहिँ कस्तो लागिरहेको तपाईँलाई? मलाई त असाध्यै राम्रो लागिरहेछ। जिन्दगी भनेकै उकाली ओह्राली सुख दुःखको सङ्गम हो। यो एउटा एडभेन्चरको रूपमा हामीले लिएका छौँ। अहिले 5 पोखरी आइकन 5 पोखरीभन्दा माथि रहेको भ्यू पोइन्ट जाँदैछौँ। यहाँबाट जुगल लगायतका मनोरम हिम श्रृङ्खला लगायत जुगलका र 5 पोखरीका अधिकांश भूभाग देखिने र हेलाम्बु आमायाङ्ग्री लगायतका भूभाग देखिने हुँदा यो असाध्यै मनोरम दृश्यले भरिपूर्ण छ। यहाँ सबैलाई मैले एकपटक आइदिन हुन र यहाँको दृश्यावलोकन गरिदिनु हुन मैले अनुरोध गर्दछु। हस्, नमस्कार। 5 पोखरी भ्यू पोइन्ट, जहाँबाट उत्तरतिर लाङटाङ, दोर्जेलाक्पा हिमाल, फुर्पा ज्युजुङ जम्बू पिक, गौरी शङ्कर र जुगल हिम श्रृङ्खला देख्न सकिन्छ भने दक्षिणतर्फ हरियाली जङ्गल, पहाडमा केही बस्तीहरू देखिन्छ। मार्दी हिमाल र माछा बस्ने हिमाल नि त्यस्तै देखिने हो कि। यो त हाम्रो त्यो मङचमभन्दा अगाडि कालो कालो हिमाल देखिन्छ नि, त्यही हो यो त। अनि पछाडि चुच्चो देखिरहेको छ। नेपालका विभिन्न भागका मानिसहरू वर्षौंदेखि यहाँ तीर्थयात्राका लागि आउने गरेका छन्। विशेष गरी जनै पूर्णिमाको अवसरमा यहाँ ठूलो मेला लाग्ने परम्परा रहेको छ। यस दिन हजारौं भक्तजन 5 पोखरी पुगेर पवित्र तालमा स्नान गरी पूजा गर्ने गर्छन्। अमिन सर, यहाँ हिमालका नाम बताइदिनु त लास्टदेखि। पूर्णमा नमस्कार छ मेरो। हाम्रो त्यहाँ देखिने लास्ट पोइन्टमा देखिने उकालदेखि माथि आएको एउटा हिमाल छ, त्यो हिमाल चाहिँ हाम्रो गौरीशङ्कर हिमाल हो। यो हिमाल चाहिँ जुगल हिमाल पर्छ। यो चाहिँ हाम्रो लाक्पा दोर्जे पछि यो गङचेम्पू हिमाल हो। गङचेम्पू हिमाल अरू के भन्नुपर्ने, अलि मात्रै चुच्चु देखिएको छ त्यो हिमालको। अब यता यो चाहिँ 5 पोखरी, यता हाम्रो 5 पोखरी प्राकृतिक सौन्दर्यताले पहिल्यैदेखि एकदम 5वटा पोखरी छन्। यहाँ मागेको चिज पुरा हुन्छ। सम्पूर्ण व्यक्तिहरूले मागेर के माग्नुपर्ने हो। अहिले चाहिँ हामी 5 पोखरीबाट केही माथि 5 पोखरीको भ्यू पोइन्टमा आछौँ। यहाँ पछाडि तपाईँले देख्नुहुन्छ हिमाल, जुगल हिम श्रृङ्खलाको रेन्ज। अनि यहाँबाट आयो त्यहाँ 5 पोखरी। ओ शिट, क्या दामी देखिन्छ। र यो चाहिँ हाम्रो भ्यू पोइन्ट भयो। यो चाहिँ भ्यू पोइन्टको भ्यू चाहिँ यस्तो देखिन्छ। माथि चाहिँ हिमाल देखि नै हाल्नुभयो। अब तपाईँहरू 5 पोखरी जति पनि आउनुहुन्छ, काठमाडौँबाट 4 दिनमा चाहिँ कम्प्लिट गर्न सकिन्छ भने 5 पोखरी आएर भ्यू पोइन्ट चाहिँ आउन नछुट्नु होला। अहिले भ्यू पोइन्टमा पनि होटल रहेछ, त्यहाँ पनि आउन सक्नुहुन्छ भने 5 पोखरीको यहाँ तल पनि आउन सक्नुहुन्छ। जस्तो यहाँ होटलहरू टन्नै छ, सबै चाहिँ देख्न सक्नुहुनेछ है त। हामी निकै नै लामो बसाएपछि हामी पुनः पोखरीतर्फ झरिरहेका छौँ। अहिले दिउँसोको 2 बज्नै लागेको छ।
आज हामी बिहान आएर यति बेलासम्म मन्दिर, भ्यू पोइन्ट लगायत 5 पोखरीमा धेरै ठाउँ घुमियो। Come sit beside me, sink in the couch. We'll say almost nothing till the noise burns out. यो चाहिँ 5 पोखरीको ठुलो पोखरीको छेउमा जुन यो पानी पर्ने मौसममा रातो फुल हुन्थ्यो त्यही ठाउँ है, त्यही फुल नै हो। अहिले चाहिँ सुकेर यस्तो भएको छ। यो त ठुलो पोखरी भइ नै हाल्यो। Take it slow, you don't have to stand alone. हेलो एभ्रिवान, अहिले चाहिँ हामी 5 पोखरीमा छौँ र 5 पोखरीबाट हजुरलाई यो दृश्य देखाइरहेको छौँ। र केही समय अहिले दिउँसोको 2 बजेको छ र अब हामी यहाँबाट नोसेमतर्फ लाग्दैछौँ। यो हामी माथि 5 पोखरी एक्सप्लोर गरियो, यो एरिया 5 पोखरी एरिया एक्सप्लोर गरियो, यहाँबाट माथि भ्यू पोइन्ट एक्सप्लोर गरियो र अहिले हामी छौँ लेक साइड आगामी होटलमा। दिनहरूमा पनि यस्तै नयाँ भिडियोहरू हजुरहरू समक्ष ल्याउने वाचा गर्दै म निर्मल थापा अफिसियल द ब्ल्याक हर्नेट पनि यहाँहरू माझबाट बिदा चाहन्छु। जाँदा जाँदै च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हजुरहरूको दिन शुभ बितोस्।